तपाईँ के हो एमालेको झोले हो पत्रकार कति पैसा छिराएको छ तपाईलाई भन्नुस् के बोल्नु हुँदैछ के प्रश्न गरिरहनु भएको छ आम जनताको यहाँ ज्यान गरेर यस्तो भइरहेको छ सोध्ने प्रश्न यही हो के सोध्दै हुनुहुन्छ तपाईले सोध्ने प्रश्न यो हो भन्नुस् त के हो तपाईँ पैसामा बिक्ने पत्रकार हो मलाई त हेर्दा त्यस्तै लाग्यो नि तपाईँ पैसामा बिक्नु हुँदो रहेछ पैसाको लागि मेरो पक्षमा होइन आम नागरिकको पक्षमा यो जनताको पक्षमा जनता रुन बन्द गर्नुहोस् जबसम्म यो देशमा भ्रष्टाचार अन्याय अत्याचार गरिरहन्छ हामी तबसम्म नि गोली खान तयार छौँ विकास गर्ने ठाउँ धेरै छ नि कहीँ कल कारखाना छैन पुल छैन उद्योग धन्दा छैन पछि सबैतिर उद्योग धन्दा बनाउनु कल कारखाना बनाउनु बाटोघाटो कस्तो छ पश्चिमतिर विकट छ र यहाँ पनि बाटोघाटो कस्तो छ भन्नु त बाटोघाटो बनाउनु पर्छ कि केवल कार बनाउनु जरुरी छ यो सरकार नि बुढो भइसक्नु भयो कि सरकार काम दिँदैन बुढो उहाँको दिमागले काम गर्दैन भने स्वीकार्नुस् न कहिले स्वीकार्नुहुन्छ तपाईको दिमागले काम गर्दैन भनेर उहाँले त युवा सोचको छु म युवा हुँ भन्नुहुन्छ 90 वर्षको युवा देख्नुहुन्छ तपाईँ पनि सोच उहाँको सोच युवाको भए सुन्नु न शारीरिक मनोर उहाँ वृद्ध होला तर सोच त युवा नै छ युवाको सोच भएको त्यस्तो गर्नुहुन्छ युवाको सोच भएकोले 4 अर्ब ल्याएर खर्च गरेर भ्युटार वायापमा बनाउनुहुन्छ यहाँ कल कारखाना बनाइदिएको भए दमकवासीलाई कति राम्रो हुन्थ्यो युवाको सोच भएको भए 4 अर्ब त हैन 1 अर्ब 89 करोड जति भए पनि उहाँले लगानी लाउनु भयो नि त लगानी त सदुपयोगले ठाउँमा लाउनु पर्छ भविष्य देख्नुहुन्छ त्यहाँबाट तपाईले के भविष्य देख्नुहुन्छ मेरो दमकवासीलाई आम जनतालाई भविष्य त कल कारखाना भएको भए व्यापारीहरुले दोकान गर्नु पाउँछ त्यहाँ कल कारखाना राख्नु पाउँछ कल कारखाना पनि हुन्छ अरे अस्पताल कल कारखाना कहिले हुन्छ मार्केट बनाउने ठाउँ हो त्यो बिरिङ खोलाको बीचमा मार्केट हुन्छ कस्तो कुरा गर्नुहुन्छ यो सरकारले यो राज्य सरकारले जनतामाथि दमन गर्न जहिलेसम्म छोड्नुहुन्न तबसम्म हामी सडकमा कराइराख्छौँ हामीलाई के भन्नु भएको छ भने अब नियम ल्याउने अरे हाम्रो गोली बन्द गर्ने अरे हामीले ल्याइसक्नु भएको छ अब तपाई बोल्ने पनि क्रम बन्द हामीले बोल्ने अनि गोली ठोक्ने भने हामी कराइराख्छौँ उहाँहरूले जनतामाथि र यो देशमाथि अन्याय अत्याचार अनुशासन त उहाँ हुनु पर्थ्यो नि त उहाँ अनुशासनमा बस्नु पर्थ्यो भ्रष्टाचार नगर्नु सरकार भ्रष्टाचार गर्ने बेलामा उहाँले केही काम गर्ने बेलामा जनतालाई सोध्नु भएको छ र उहाँलाई सोध्नु पर्ने हामीले बोल्नु पर्ने बेलामा फेसबुक र टिकटक चलाउन सबैले एक जनालाई टोल बनाइम अरे मुभ बनाइम अरे हामीले हेर्नु अभियानकर्ताले उहाँ त्यो बनाउन त उहाँले बाध्य बनाउनुहुन्छ नि त सडकमा उफ्रिन गोली खान लट्ठी खान त हामी बाध्य भएर आउँछौँ उहाँले त के भन्दै हुनुहुन्छ भने तपाईले सानो कुरामा नि सानो कुरामा के सानो कुरामा उफ्रिन्छौँ यो जनता मारेर केवल कार बनाएर यो नियो होइन यो सरकारले नियो खोजिरहेछ हामी माथि हामी बारम्बार भन्दैछौँ सरकार राजीनामा दिनुस् खाली ढुङ्गामुना गर्ने अघि धेरै गोली तपाईँ के हो एमालेको झोले हो पत्रकार कति पैसा छिराएको छ तपाईलाई भन्नुस् के बोल्नु हुँदैछ के प्रश्न गरिरहनु भएको छ आम जनताको यहाँ ज्यान गरेर यस्तो भइरहेको छ सोध्ने प्रश्न यही हो के सोध्दै हुनुहुन्छ तपाईले सोध्ने प्रश्न यो हो भन्नुस् त के भन्नु के हो तपाईँ पैसामा बिक्ने पत्रकार हो मलाई त हेर्दा त्यस्तै लाग्यो नि तपाईँ पैसामा बिक्नु हुँदो रहेछ पैसाको लागि भनिदिनु पर्ने चाहिँ के त अब तपाईको पक्षमा बोल्नु पर्ने मेरो पक्षमा होइन आम नागरिकको पक्षमा यो जनताको पक्षमा जनता रुन बन्द गर्नुहोस् जबसम्म यो देशमा भ्रष्टाचार अन्याय अत्याचार गरिरहन्छ हामी तबसम्म नि गोली खान तयार छौँ हामीले होइन हामीले यो देशमा द्वन्द फैलाएको होइन उहाँले फैलाइरहनु भएको छ हैन तपाईलाई विकास विरोधीको आरोप लाग्छ अराजकता मचायो यिनीहरूले द्वन्द गर्यो यिनीहरूले भन्नुहुन्छ कि तर हामीले होइन क्या उहाँले चाहिँ गरिरहनु भएको छ क्या जनतामाथि यसो नगर्नुहोस् न भनेपछि सडकमा म कहिले आउँछु समीरा जब जनतालाई अन्याय अत्याचार हुन्छ अनि यो देशमाथि लुट्छन् भ्रष्टाचार गर्छन् तब मात्रै म आउँछु सडकमा बाध्य बनाउँछन् अनि आउँछु अनि अहिले नयाँ अब विधि ल्याएको छ अरे नयाँ ल्याउने अरे हाम्रो बोली थुनिदिने अरे हामी पुरा उफ्री मरे हामीले अब मुख बनाइम अरे टोल बनाइम अरे हामीले त्यसो गरिम अरे यो सरकारले हामीसँग डर छ नि त हामीसँग डर आएर अब यो सरकारले यसो गर्नुभएको र सरकारलाई के भन्न चाहन्छु भने पहिल्यैदेखि सुध्रिनुस् भनेर तपाईहरु सडकमा आन्दोलन गर्नुस् बोल्नुस् तर गाडी तोडफोड गर्ने जनतालाई चाहिँ त दुःख दिने काम किन गर्नु त्यो जनतालाई दुःख दिने काम त गर्नु भएन गाडी तोडफोड त कि तर भयो नि त त्यो त सरकारलाई सबक सिकाउनलाई सरकारलाई यो बन्द गरेको सुन्नु न सबै जनता हो कि तर यहाँ सुन्नु न शान्तिपूर्वक आन्दोलन गर्दाखेरि राज्य सरकारले
उसको पावर पदको दुरुपयोग गरेर उसले पावर र उसको पदको दुरुपयोग गरेर उसले आफ्नो म पावर र पद छ मेरो जे पनि गर्छु भनेर जनतामाथि दमन गर्छ भने यस्तो सरकारलाई के गर्नु त पुलिस प्रशासन खटाउँछ भने यस्तो सरकारलाई हामीले के गर्नु त भन्नुस् त ठिक छ हामी अन्तिमतिर छौँ तपाईको केही सन्देश केही छैन धन्यवाद धन्यवाद